अहिले एउटा एकदमै संवेदनशील कुरो आइरहेको छ, खास गरी महिला दिदीबहिनी र पुरुष दाजुभाइहरूले स्मरण गर्नुपर्ने कुरो अहिले नेपालका चर्चित गायिका एलिना चौहान र समीक्षा अधिकारीका आफ्ना सामाजिक सञ्जाल मार्फत गरिएका हरेक जसो पोस्टहरूमा उनीहरूका नितान्त व्यक्तिगत विषयहरूलाई कोट्टाएर एकदमै भद्दा र अश्लील किसिमका कमेन्टहरू आइरहेका छन् र समीक्षा अधिकारी र एलिना चौहान मात्र नभएर हरेक महिला दिदीबहिनीहरूमाथि यस्ता किसिमका अश्लील र भद्दा कमेन्ट गर्ने ती पुरुष दाजुभाइहरूलाई आज एउटा एकदमै संवेदनशील प्रश्न गर्न चाहन्छु कि के तपाईँहरूका आफ्नै दिदीबहिनीहरूमाथि पनि यस्तै किसिमका अश्लील र भद्दा कमेन्टहरू लेखिएको भनिएको भए तपाईँहरूलाई कस्तो महसुस हुन्थ्यो? त्यस्तै किसिमको महसुस र एउटा महिला, त्यही महिला आमाबाट जन्मिएको पुरुष सम्झिएर हरेक पुरुष जातिले महिलाको सम्मान चाहिँ गर्नुपर्छ है। अर्को कुरो चाहिँ अहिले केही महिला दिदीबहिनीहरूले आफ्नो अश्लीलता बेचेर आर्थिक आर्जन गर्ने काम कारबाहीहरू गरिरहँदाखेरि यस्ता किसिमका अश्लीलताहरू फैलिरहेको देखिएका छन् हाम्रा समाजमा र यस्ता किसिमका अश्लीलता फैलाउने महिला दिदीबहिनीहरू पनि सचेत हुनु पर्यो र यस्ता किसिमका अश्लील कमेन्ट गर्ने पुरुष दाजुभाइहरू पनि सचेत हुनु पर्यो है त। सभ्य समाजको निर्माण गरौँ, सभ्य नागरिकको पहिचान दिउँ है त।